बहन चोद क्या टाइमिङमा छ यार। साढे खेले नम्बर चिरफार गर्ने हो र उता त्यो के अरे कल सेन्टरतिर पठाउनु पर्यो त नम्बर यार। टेक्निकल इरोर ब्रो। क्या दारी चिल्लाएको यार। थुक्कमा मैले त 5000 भनेको 3000 मै बिके यार सिआइडी भरे छ्या। नाइस जोक नाइस जोक नाइस जोक। हेलो एभ्रीबडी वेलकम टु माई रिएक्सन भिडियो। अब यसपालि चाहिँ होइन 101 भाइन्सको नयाँ भिडियो आएको रहेछ सिआइडी प्यारोडी पार्ट 2 भनेर होइन। अब मैले यसको बारेमा खासै केही भनिराख्नु पर्छ जस्तो त लाग्दैन किनकि 101 भाइन्सको सबभन्दा चलेको सिरिज नै सिआइडीको प्यारोडीवाला हो जस्तो लाग्छ मलाई चाहिँ। एन्ड भिजुअली पनि त्यही त भन्छ यार हो नै अब के हो जस्तो लाग्छ है त। सो अब आज चाहिँ त्यही हो त्यही भिडियो हेरिदिउँ सिआइडी प्यारोडीवाला भनेर म आइसकेको छु। सो धेरै हल्ला नगरिकन आजको भिडियो सुरु गर्दिउँ। लेट्स गो। हामी सिआइडी। यो साउन्ड चाहिँ कस्तो छ भात खाँदाखेरि जहिले सुनिराख्ने साउन्ड हो क्या। पहिला पहिला भात खाँदा सिआइडी लगायो खाए। अपराधको विरुद्धमा चलाउँछौँ खुकुरीदेखि गोलीसम्म, माइङ सागनादेखि होलीसम्म। के भने सर एपिसोड 2 मा त इन्ट्रो मिल्नु पर्यो नि कमसेकम यार। ल तँलाई देखाउँदै होला तेरो। हामी नेपाली सिआइडी जनताको लागि खटिन्छौँ दिनदेखि रात, तर हामीलाई चाहिन्छ मासु र भात। के बोले भाइ यस्तो पाराले हामी केस पाउँछौँ त? त्योभन्दा त बरु दही ठिक छ। दही कहाँ हो दही? इन्ट्री कहाँ नर्मल हुन्छ सर? हुन्छ त ढोका फुटाएर देख्नु सर मैले ढोका फुटाइदिएँ है। कति बलियो है दया? ढोका त फुटाइस् तर आफ्नै अफिसको फुटाइस् क्या। आफ्नै अफिसको फुटाइछ अरे। क्यामेरामै छिर्ने आँट्यो। एकैछिनमा पानी लिएर आउँछु ल। ल पानी आयो यहीँ बाहिर टेबलमा थियो यार। सुन्नुहोस् न, प्रिन्सिपल सरलाई फोन गरेको, छोरोको त दिउँसै छुट्टी भइसक्यो अरे। सबै रिलेटिभ्सहरूलाई पनि कल गरेको, कहाँ गयो होला त? हाम्रो राजा छोरा यतैतिर होला नि, साथीभाइकोमा गएको होला। किन टेन्सन लिन्छौ तिमी? किडन्याप गरेर स्टेसनरीमा राखेको। हेलो, तेरो छोरो मेरो कब्जामा छ। साला कति छ तँलाई? आइफोन पो रहेछ धनी। धेरै के माग्नु? 25 जाऊ 25,000 को लागि मेरो छोरा किडन्याप गर्छ। 25 करोड साले। अनि सुन कसैलाई खबर गर्ने हिँड्दैन। हेलो मलाई मेरो छोरो जसरी पनि चाहिन्छ। दिनुस् न त 25 करोड। अनि के कुरा गरेको तिमीले? अनि के गर्ने त? कसरी बोल्नु मेरो छोरोलाई? हेलो रेडी इन्ट्रेस्टिङ। के सर? केस भनेपछि युआर बिजनेसम्यान। 100 करोडको सम्पत्ति छ र किडन्यापरले 25 करोड माग्छ। दिनु नि त। भयो के यो केस अगाडि नबढाऊ। पैसा दिनुस् के? किडन्यापरले हाम्रो छोरोलाई के गरिदिइहाल्यो भने? अनि के कुरा गरे तिमीले? त्यही त पछि गएर टिकटकर बन्छु भन्यो भने त 25 करोड त वेस्टै गयो नि त। मलाई कुरा थाहा भएन। मलाई मेरो राजा फिर्ता चाहियो। हेर्नुहोस्, राजा तपाईँको मात्रै होइन, राजा हामी सबैको हो। इनफ्याक्ट राजा यो पुरै देशको हो। तर राजा फिर्ता आएपछि के गर्ने भन्ने कुरा हो। मेरो छोराको नाम हो राजा। एक्ज्याक्टली। भनेपछि तपाईँको परिवारमा 3 जना सदस्य हुनुहुन्छ। एउटा छोरा, एउटा बिजनेसम्यान बुढा र एउटा राम्री बुढी। तिमीलाई के लाग्छ अभिजित? राम्री भन्दा नि म त विश्व सुन्दरी भन्न चाहन्छु। केस भनेको मैले। टर्की सरी सर। बोको अब हामी त्यो किडन्यापरको पत्ता लगाउँछौँ। तपाईँले भनेअनुसार उसको स्कुल, उसको मामा घर, ऊ लास्ट टाइम जता गएको थियो त्यहाँ गएर हामी छानबिन गर्छौँ र त्यहाँबाट सबुत निकाल्ने कोसिस गर्छौँ। र त्योभन्दा अगाडि तपाईँ नम्बर दिन सक्नुहुन्छ? मेरो के किडन्यापरको? किडन्यापरको होइन दुईले दिनु।
यो नम्बर लगेर सालुङ खेल देऊ र यो नम्बरको एक डिटेल निकालेर यसको लोकेसन ट्र्याक गर। साढे खेले नम्बर चिरफार गर्ने हो र ऊ त त्यो के अरे कल सेन्टरतिर पो पठाउनु पऱ्यो त नम्बर यार। टेक्निकल इरोर ब्रो। हामी अब त्यो बच्चा लास्ट टाइम कता कता गएको थियो एक डिटेल निकाल्छौँ र त्यसपछि आएर अनि घर जान्छौँ। अब मेरो पनि एउटा इम्पोर्टेन्ट बिजनेस मिटिङ छ, म चाहिँ अब निस्किन्छु। घर तलासी फर्स्टमा गर्नुपर्छ नि सर, यस्तो च्वाक छ के घर भने नि सर। त्यो त पहिला त्यो लोकेसनमा गएर खोज अनि घर। पछि नै गर। ए साढुङ त जवान हुँदै जाँदैछ त यार दिनदिनै। अभिजित तिमीले मैले एउटा काम गर्यौ त? गरेँ सर, मैले घर तलासी गर्दाखेरि फोटो भेटाएछ उहाँलाई सजिलो होला। अनि अरू केही? अरू त त्यस्तो खासै केही भेटाएन नि। त्यो हातमा के छ जस्तो लाग्यो? खोइ देखाउ त। यो खेलाउन बाइक तिमी यत्रो ठुलो अफिसर भएर तिमी एउटा बाइक खेलाउन तिमी चोर्छौ? कार छ हेर्नुपर्छ नि। अलग यो फोटो हेर त, सेक्सी रहेछ त। ए त्यो साइडको बच्चा हेर न। अनि त्यो साँच्ची त्यो नम्बर रहेछ नि, त्यो नम्बर के हेर्नु? ए मैले त्यो काम सुरु गरिसकेँ। यो सिन चाहिँ अहिले अलिक नेटवर्क नभएको ठाउँमा रहेछ बस, त्यसैले हामीले ट्र्याकिङ गर्न पाएको छैन। र मलाई जहाँसम्म लाग्छ नि त्यो बच्चालाई आफ्नो कोही आफन्तले किडन्याप गरेको हुनुपर्छ। अब यता ट्र्याकिङ कामहरू त भइरहेको हुन्छ, तपाईँहरू एकचोटि त्यहाँ एक्चुअल लोकेसनमा जानु न, त्यहाँ केही पत्ता लगाउँछ कि। दया तिमीले मैले भनेको काम गर्यो त? गयो सर। दया चाहिँ जे स्वागत छ क्या, फिट भएको छ क्या दया। के हो अल्छी लाग्यो? कार्टुन हेरी? नै बच्चाहरूले के हेर्छन् त यार? फ्री फायर खेल्ने भन्छ होला। के हेर्ने गरे? प्रसन्न लामाको भिडियो। बरु कार्टुनै हेर। भोक लागेको छैन? भयो चोचो लिएर दिउँ? नखाने के खाने त? पिज्जा। आफूले अहिलेसम्म पिज्जा खानु पाएन, पिज्जा गाडो लत्ता होइन सबै। चुपचाप चौचो खा। हेलो हजुर बेबी, 25 करोड त जसरी भने हात लगाइहाल्छ नि बेबी, त्यसको त टेन्सनै नगर। अनि सुन त, यहाँ टावर छैन, मेसेन्जरमै कल गरेर सिममा बुढोको बाहेक अरू कसैको गराउँदैन, किनकि मैले त्यस्तै भनेको छु। लेट्स सी के हुन्छ। के चिन्ता छ तिमीलाई? कहाँ होला, कसो होला, के गर्दै होला? आजकल झन् किडन्यापरहरूले बच्चाहरूको किडनी मुटुहरू बेच्छन्। न्युजतिर सुनेको छैन? पैसा दिए सबै बेचेर नि 25 करोड त उठ्दैन होला हौ। मेरो बच्चालाई के भयो भने तिमीलाई म जानेछु। क्या दारी चिल्लाएको यार। जहाँ गए पनि यो बोकोहरूले चाहिँ केटी नै भेट्टाउने क्या। एक्सक्युज मी म्याम, के म भित्र जान सक्छु? मेरो पिरियड भइरहेछ। ओहो म्याम, टेन्सन नगर्नुहोस्, तापनि खानुहोस् न, के गरिहाल्यो भने म छँदै छु। सट अप, मैले मेरो क्लास भनेको। किन को हो र तपाईँ? एक्चुअली म्याम वी आर फ्रम सिआइडी। तपाईँको क्लासबाट यो बच्चा किडन्याप भएको रहेछ, त्यसैले हामी तिनजना यहाँ इन्भेस्टिगेसन गर्न आएको। एन्ड वी आर भेरी सिरियस। होइन त केटा हो? केटा हो? अभिजित, के गरेर बसिरहेको तिमीहरू त? यहाँ आऊ चाँडो। के भयो सर? के भयो? के भयो? त्यस्तो च्वाक मिस हुँदो रहेछ। हामीलाई पनि एलकेजीमा भर्ना गर न। लौ के बोले अभिजित यार? यो युकेजी हो। केटा हो त्यो क्लास 1 तिमीलाई पढ्न आउँदैन, हेर राम्रोसित। क्लास 1 मा चाहिँ भर्ना गर्न पायो भने चाहिँ हामी पनि बच्चै त हो नि। बच्चा अरे तपाईँको छोरोमा 12 पास गर्न लागिसक्यो, यत्रो बुढो भएर नि अलिक केसतिर ध्यान दिनु न सर। मिन त
तिम्रो सुरिलो केस ठिक छ तपाईँको क्लासबाट बच्चा किड्न्याप भएको रहेछ तपाईँलाई यो स्कुल कुनै टिचरमाथि शङ्का छ कोही छैन ए भनेपछि यहाँको सबै टिचरहरू राम्रो हुनुहुन्छ होइन होइन स्कुलमा चाहिँ कोही छैनन् भनेको के सबजना टिचरहरू आन्दोलनमा जानु भएको सही हो हेलो हजुर सर ए हस् म आइहालेँ हस् चुप 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 हामी फेरि आउँछ आइपुग्नुभयो तपाईँहरू मैले तपाईँहरूलाई किन बोलाएको भन्दाखेरि चाहिँ मलाई एकजना माथि शङ्का छ को माथि मेरो सालो सालो अस्ति मेरो बुढी छेउमै थियो र मैले तपाईँहरूलाई भनिनँ मेरो सालो चाहिँ अलिक डन स्वभावको छ उसले मेरो सम्पत्ति देखेर मेरो बच्चालाई किडन्याप गरेर हुन सक्छ म तपाईँहरूलाई एउटा लोकेसन दिन्छु त्यहाँ गएर छानबिन गर्नुहोस् के पत्ता लाग्न सक्छ तपाईँहरूलाई लोकेसन भन्नुहोस् त नयाँ बस्ती 4 नम्बर चोकबाट लेफ्टको घर ठिक छ हामी त्यो ठाउँमा गएर इन्भेस्टिगेसन गर्छौँ तपाईँको बच्चा पत्ता लगाउँछु जय नेपाल स्वागत छ है हजुरहरूलाई डन भने त पोलिटिसियन रहेछ त पोलिटिसियन त डन हुन्छ नेपालमा अनि के कति कामले आउनुभयो होला हामी एउटा केस लिएर आएको थियौँ सायद तपाईँको छोरीको छोरा एकछिन त्योभन्दा अगाडि यो आउने मङ्सिर 4 को चुनावमा चाहिँ मलाई भोट हालेर जिताउनु होला हेर्नुहोस् हामी अहिलेको एजुकेटेड यङ जेनेरेसन हो हामी जो पैतालाई यसै भोट दिँदैनौँ 5000 हाम्रो भोट तपाईँले कमाउनु पर्ने हुन्छ हाम्रो भोट पाउनुको लागि तपाईँ दक्ष हुनुपर्छ जनताको लागि काम गरेको हुनुपर्छ 5000 भन्छ लास्टमा पक्का 5000 भन्छ एकदम एजुकेटेड हुनुपर्छ मसँग चाहिँ अहिले यही 3000 रहेछ थुक्कमा मैले त 5000 भनेको 3000 मै बिके अरे सिआइडी भरे छ्या भोट केमा टोपीमा भोट केमा टोपीमा नेताजीले फिक्स जित्यो नि फिक्स हेलो हेलो सर रङ हाउस ए रङ हाउस पर्छ केटा हो हामी निस्किनु पर्ने हस् हाँस्नेर चाहिँ हामी खाना खाएर जानु न होइन हामी अलिक हतार छ होइन के हो र तरकारी मासु हुन्छ होइन हामी अलिक हतार छ एउटा प्याक गरिदिनु। त्यही भएर अहिले हामी जान्छौँ हामी पछि अवश्य आउँछौँ प्याक गरेर लगेको भए भइहाल्थ्यो नि यार यो रङ घर भन्नु सिक्नु हुन्छ यो घर चाहिँ पनि त भोग लागिरहेको सर मासु नखाने 1 महिना भइसक्यो चुप ला त त्यत्रो 1000 रुपियाँ दिएको छैन अब खाँदा खानु नि अहिले तिम्रो त्यो मलाई दही गर्न मन लाग्दैन क्या सर 1000 रुपियाँ त दिए 1000 रुपियाँ दिए यसैलाई भोट हाल्ने हो र भने सर यत्र हाल्ने यस्तो चोर नेतालाई भोट पैसा दिन्छ भने लिने तर भोट चाहिँ राम्रो नेतालाई हाल्ने हो क्या ठिक कुरा फाइदा भयो नि त हामीलाई ठिक कुरा भन्नुहोस् तर यसले यत्रो ठुलो घर चाहिँ बनाएको कसरी सर ए तेरिको अबेजी तिमीले एउटा कहानी सुनेको छैन छैन नि सुनौ सुनौ एकचोटि अमेरिकन पोलिटिसियन र नेपाली पोलिटिसियनको भेट भएछ अनि अमेरिकन पोलिटिसियनले चाहिँ घर देखाउनु भन्नु नेपाली पोलिटिसियनले उसको घर लिएर गएछ नेपाली पोलिटिसियन छक्क ओहो यत्रो घर कसरी छक्क पुरै सेक्युरिटी बङ्गलो तपाईँले यत्रो घर कसरी बनाउनु भनेर सोद्धाखेरि चाहिँ अमेरिकन पोलिटिसियनले भन्यो हेत्तेरिका यार यो रेकर्ड गर्दाखेरि एकैछिनै बाहिर आएमा हेरेर आउँदैछु ऊ त्यो परको पुल दिनु भएको छ त्यो पुलको 10% चाहिँ मैले खाएको भन्छ अनि सेम कुरा यता भयो नेपाली पोलिटिसियन घर अमेरिकन पोलिटिसियन आयो ऊ आएर घर हेर्छ ऊ झन् कि उसको भन्दा खतरा गर्छ ए कम्पाउन्ड घेरेको सेक्युरिटी त्यस्तै टाइट उसले सोधेछ मेरो घर त त्यस्तो छ तपाईँको मेरो भन्दा दामी छ तपाईँले चाहिँ त्यो घर कसरी बनाउनु पर्छ अनि नेपाली पोलिटिसियन भनेछ ऊ त्यो पर एउटा पुल देखिरहनु भएको छ अनि अमेरिकन पोलिटिसियन भनेछ खै त पुल नाइस जोक सर के भन्नुभएको अलि हो नेपाली जनताले नि यसरी नबुझेर दुःख पायो क्या हेलो ए हजुर तपाईहरु कहाँ नयाँ बस्ती भनेको नयाँ पार्टी पुग्नु भएछ ए नयाँ बस्ती भन्नुभएको हामी नयाँ पार्टी आइपुगेछौँ ए हस् ल हस् त्यहाँ हामी त्यही जान्छौँ त्यही सर योपालि अब म पुऱ्याउँछु त्यही धेरै जाने हौ कुकुर मैले भन्ने ठाउँ होइन त्यो सालको घर भनेपछि सर पक्कै पनि यो 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 जो जो सर साल भने त्यो डन यही हो क्या मरेको हो कि क्या एकचोटि हेरौँ न हेर यस्तो हट्टा कट्टा मान्छे केटा मान्छेलाई गाह्रो छ
केटा मान्छे केटी मान्छे हौ। अब केटी मान्छे भए पनि जे भने हट्टाकट्टा हुनुहुन्थ्यो, कलिलै हुनुहुन्थ्यो। हट्टाकट्टा कहाँ हट्टाकट्टा हुनुहुन्थ्यो? मेरो हजुरआमा हो 90 वर्षको। होइन अब ठिकै छ, अब आत्माले शान्ति पाओस्, जय होस्। हामी चाहिँ निस्किनु पर्ला है। पसल खाएर जानु न त। अब खाना त हुन्थ्यो, हामीलाई अलिकति हतार छ क्या, त्यही भएर हामीलाई अलिकति टाइमै छैन। अलिक चाँडो चाँडो पस्केर ल्याइदिहाल्नु। मरेको ठाउँमा मेरी बासी लगाएर सो तपाईँले जहाँ गरे मेरी बासी हेरिहाल्नुपर्छ है। अब अलिअलि इन्टरटेनमेन्ट चाहियो नि। लेफ्ट भने कुन हो त लेफ्ट? यो होइन लेफ्ट भने? तपाईँले हातले गुद हुनुहुन्छ? यही हातले भात खानुहुन्छ? त्यही भएर पो बुद्धि नआएको रहेछ। राइट सेभेज लाइनहरू हुन्छ क्या यसमा चाहिँ। एक कांड पे रैप्टा मारा ना अभिजित, त बच्चा किडन्याप गर्ने हैन त? के कुरा गरे? मैले किताब त गरे हैन। अनि किन भागे त? मैले केटी भगाएर ल्याएको थिएँ, त्यही भएर। अनि के भयो त भगाएर? सर इन्टरकास्ट थियो, त्यही भएर। तपाईँहरू मेरो बुढीको दाजुभाइ जस्तो लाग्यो, त्यही भएर। होइन, हामी सिआइडीबाट हो। तेरो दिदीको छोरा किडन्याप भएको छ। हो र सर? ल मलाई त केही पनि थाहा नै थिएन। ल ठिक छ, केही कुरा थाहा पाउने बित्तिकै चाहिँ हामीलाई खबर गरिहाल्ने। यो केस एकदम सिरियस छ। हगे चाक्दैन यसमा? अरे यार यसको काकीकना हो। यो त चिर परिचित गन्ध। गाजा सर सर मै फालिहाल्छु। एकछिन सर। त यस्तो भरको मान्छे, भर बिहारे मान्छे, यसो जिम्मेवार भन्ने कुरा हुँदैन। यस्तो गाँदा खाँदै हिँड्नुहुन्छ, तबाट सानो सानो बच्चाहरूले के सिक्छन्? गाँदाले कति असर गर्छ, शरीरमा कति असर गर्छ तँलाई थाहा छ? बाहिर यो माल चाहिँ कहाँको? मरेको सर। उनीहरूले पनि तान्दिएर हुन्छ त हुन्छ सँगै बसेर। अब ड्युटी सुरु हुने यस्तो केटा हो, आज 3 जना माल हान्नुपर्छ। सर हामी त भने हो स्यालेरी आएको छैन, मिनिमम 5000 त चाहिहाल्यो। मैले यो माल भने जहिले पनि अब म तिमीलाई 2 दिनको टाइम दिन्छु। 2 दिन भित्रमा मेरो बच्चा आयो भने आयो, आएन भने म तिमीलाई डिभोर्स दिन्छु। मलाई मेरो बच्चाको माया हो, मलाई तिम्रो केही वास्ता छैन। अब किडन्यापरलाई फोन गरेर 2 दिनसम्म चाहिँ नल्याए है बाबु भन्दा मेरो बच्चा नै छैन भने म तिमीसँग बस्न सक्दिन। Round, 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 round through the town. बिहानदेखि 10 चोटि मुतिसकिस्। मुत्ने खाने अघि बाहेक काम छैन तेरो। साला बाउ पनि उस्तै, ऊ पनि उस्तै। लाइस मुत। हेलो बेबी। जुमा। ल म आएँ। अङ्कल हात खोल्नु न, म सुसु गर्छु। प्यान्टमा मुत। सर हामीले यो 3 ठाउँमा गएर हेरिसक्यौँ, सबुत कतिवटा पनि पाएन। सालुके हजुर तिमी के कुरा पत्ता लाग्यो? पत्ता लाग्यो बस। के कुरा? त्यो हायर ग्राउन्डमा ज्योति मरेको कन्सर्ट हुँदैछ अरे। केसको बारेमा भनेको? त्यो सिमको के भयो? ज्योति मरेको कन्सर्टको बारेमा भन्नु। मैले एकछिन भन्छु पक्का। बस यहाँ है, त्यो मान्छे पक्कै पनि कुनै खण्डर जस्तो ठाउँमा हुनुपर्छ। यहाँ नेटवर्क आएकै छैन। जब यो मान्छे नेटवर्कबाट आउँछ नि, हामी त्यतिखेर ट्र्याक गर्न सक्छौँ। त्यो बच्चा पक्कै पनि त्यही ठाउँमा किन भएर बसेको हुनुपर्छ। अन्त म तिमीले त्यहाँ सिसिटिभी क्यामेरा चेक गरेर भनेको थिएँ नि, हाल्यो के हेऱ्यो पत्ता लाग्यो कि? हेऱ्यो सर, एकचोटि यो फोटेज हेर्नु त, मैले यसको सङ्केत भेटाएँ।
No, dígame, dígate. Ay, no. दया तिमीले सिसिटिभी कता कता राखिदियो मैले लिभिङ रुममा बेडरुममा अनि टोयलेटमा मलाई व्हाट्सएपमा पठाइदियो अजित के बोलेको दया पहिला मलाई पठाइदियो ल नहीं सालुङ के यहाँ केही न केही त गडबड छ त्यो केटी हरेकचोटि फोनमा कहिले रोमान्टिक भएर बोलिरहेको छ कहिले एकदम झर्केर बोलिरहेको छ आफ्नो छोरो हराएको छ यस्तो त नहुनु पर्ने हो केही न केही त गडबड छ यहाँ सर हेर्नु त्यहाँ हो सर यो किनेबरको लोकेसन हो यो त पक्कै पनि कहाँ देखायो लोकेसन कहाँ देखायो यो त जाउला खेल जुको अगाडि देखाइरहेको छ सर अभिजित यसो गाडी निकाल हुनु पनि पर्यो गाडी सर अलिक पछाडि जानु कस्तो भयो मोबाइल हो क्या मोबाइल मेरो टुकटुको मोबाइल हो टुकटुको मोबाइल त ठुलो हुन्छ के भयो बेबे यहाँ बस न आफ्नो उई। रिसलाई शान्त गर पहिला साला लोई बुढोले 25 करोड पनि दिएन साला लोई बुढो अब कल त गरे हो मान्दैन त के गर्ने चाहिँ के डिभोर्स 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 गरेपछि 50% सम्पत्ति हाम्रो हुन्छ भनेपछि 50 करोड अनि त्यो बच्चा पैसा पाउने बित्तिकै हामी त्यो बच्चालाई लगेर त्यहीँ छोडिदिनु यसपछि त हामी अन्तै गएर छुट्टै संसार बनाएर बस्ने होइन त बेबे आई लभ यु आई लभ यु टु भ्यान जोत क्या टाइमिङमा छ यार वेरी एक्साइटेड आई लभ यु टु भ्यान जोत केडा हो एसीबी प्रद्युम्नले यो केस पत्ता लगाइसक्यो बुझ्यो नि केडा हो केडा हो ए कस्तो कुरा नबुझे बाँदर हो क्या त्यो त तिमी हो बाँदर हो क्या बाँदर होइन भने यो हो भने होइन भने हो भने होइन भने हो भने केडा हो के भयो सर हेर्नु न अघिदेखि यसलाई मैले यो बाँदर हो भन्दा चाहिँ होइन भन्दा भने भालु हो के सर सर भालु यतापट्टि छ क्या भालु हो ठिक छ म गएर आएँ त्यसमा सर पहिला चाहिँ हामी यहाँ केस गर्नु न यार केस के भइरहेछ हाम्रो केस त एसीबी प्रद्युम्नले सल्भ गरिसक्यो किडन्यापर को मैले पत्ता लगाइसकेँ हो र सर त्यसो भए त बुढाले गएर भनिहाल्नु न एकछिन तिमीलाई सरकारी तलब कति देखाएको छ 20,000 तिमीलाई अभिजित मलाई 25,000 मेरै 30 छ अनि ऋण कति छ तिम्रो अभिजित सबै जोडेर 30 लाख जति होला सर अनि तिम्रो दया मेरो त्यही 40-50 मेरै 80 छ भनेपछि 5 आई लभ यु टु 5 करोड त्यति हामी दिन सक्दैनौँ ठिक छ त्यसो यो भिडियो म तपाईँको बुढालाई पठाइदिन्छु अनि के हुन्छ आफै विचार गर्नु होइन होइन के कुरा गर्नुभयो त दिन्छौँ पैसा आउने बित्तिकै तपाईँलाई 5 करोड दिइहाल्छौँ ओके केटा लेट्स गो केही छैन 45 करोड त छ नि हामीसँग चिन्ता नगर न म त्यो बच्चासँग हुन्छु तिमी के हुन्छ मलाई कल गर भन्नु है त्यसपछि 50% सम्पत्ति मेरो के भयो सक्यो सबै सम्पत्ति सक्यो कसरी तिमीलाई थाहा छ त बुढी चाइना र युएसए को इम्पोर्ट एक्सपोर्टको बिजनेस थियो भनेर तिमीलाई जब डोनाल्ड ट्रम्प आयो 245% को टेरिफ लगाएपछि मेरो कम्पनी पुरै बन्द भयो एउटा पनि सामान यता र उता छैन जोसँग लोन लिएर मैले काम गरेको थिएँ उनीहरू पनि मेरो विरुद्धमा गएको छ सक्यो बुढी सक्यो सबै सक्यो
मलाई समाउन आएको होइन तिमीलाई समाउन आएको हो बुढी कसरी मैले सबै लिएको लोन जति तिम्रो नाममा थियो सरी बुढी मेरो यसमा के दोष छ तेरो ओलीले गरेर म जेल जानुपर्ने यसमा मेरो केही गल्ती नै छैन मलाई के लाग्यो सरी बुढी के गरे मैले अङ्कल कहाँ जानु भएको घर जानु लाग्यो अब के गर्छ यस्तो भयो तैँले पनि तेरो आमाको दुध खाएको मैले पनि तेरै आमाको दुध खाएको ल हाम्रो पनि अब खुसीको दिन आएछ नि केटा हो अब 5 करोड पाउने भइहाल्यो अब म 2 करोड राख्छु तिमीहरू 1.5 करोड राख के कुरा गरे हामी तिनजना अगाडिबाट छौँ नि हाम्रो त आधी चाहिन्छ कहाँ डिवाइड गर्नु हामी पनि चाहिन्छ ल ठिक छ आज नि लिउँ ल अब टक्क रिङ सकाएर अनि ट्याक्क एउटा बुलेट हान्दिनु पर्ला म पनि एउटा हिरो हान्छु म त हिरो नि हान्छु अरे अभिजित यार मैले हिरोको एक्सपोज भनेको तिमीहरू खुरापाती गफ छोड्यो अब बुढीले हामीलाई पैसा जसरी दिइहाल्छ अब बुढोलाई गरेर चाहिँ तेरो बच्चा हामी पत्ता लगाउन सकेनौँ त्यो केस हामी सक्दैनौँ भने छोडिदिउँ अनि हामी किन कुरा जाउँ त घर राजा आऊ छोरा धन्यवाद सेठी तपाईँहरूलाई मेरो बच्चा फिर्ता ल्याइदिनु भएकोमा बाबाको ड्रेस चेन्ज गरेर जानु ल छोरा जाऊ कसरी तपाईँहरूलाई धन्यवाद दिन सक्छु मेरो हराएको बच्चा तपाईँहरूले फिर्ता ल्याइदिनु भयो धेरै आभारी छु म तपाईँहरूको प्रति हामीले मिसन सक्सेसफुल भयो अनि साँच्ची हजुरको मिसेस मैले देख्दिनँ हेर्नुहोस् अब मेरो त कम्पनी पनि लस भयो भरको सम्पत्ति सबै सक्यो भर्खर बुढीलाई पनि पुलिसले लिएर गयो तपाईँहरूले म के दिउँ त तपाईँहरूले ठुलो गुण गर्नुभएको छ मलाई अब हामीलाई त के हामीलाई त सरकारले दिएकै छ हामी त देशको सेवा गर्ने मान्छे मान्छे हामी जाउँ है होइन त्यसो नभन्नुहोस् मसँग के 5000 छ ओके द्याट वाज अल है त अब भिडियोको बारेमा के कुरा गर्नु यार लास्टै नै रमाइलो लाग्यो मलाई होइन एज एक्सपेक्टेड है त यति त एक्सपेक्टेसन थियो पनि एन्ड मिट पनि भयो क्या यार बब्बल मजा आयो त्यो बिचबिचमा त मिमहरू क्या टाइमिङमा ठ्याक ठ्याक हालेको क्या मजा आयो यार अब जति भने पनि कमै हुन्छ होइन सो आजको लागि चाहिँ यति नै होप यु गाइज इन्जोय द भिडियो इफ यु डु इन्जोय प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब यदि मन परेन भने के चाहिँ मन परेन मुनि कमेन्ट गर्दा भयो एन्ड थ्याङ्क्स फर वाचिङ